सबैमा नमस्कार। यो थारूको ब्लगमा तपाईलाई पूर्ण स्वागत छ। आज छुट्टीको तेस्रो दिन मलेसियाको लोकल बजार हामी घुम्न जाँदैछौँ। अनि हेर्नु होला यताको लोकल बजार, लोकल एरिया कस्तो हुन्छ भनेर। नेपालको भन्दा नि राम्रो हुन्छ कि नराम्रो हुन्छ, हेर्नु होला भिडियो, फुल भिडियो हेर्नु होला। यो चाहिँ मलेसियाको मेन हाइवे। अब हाइवेको हालत यस्तो छ, साइडमा यता ढल छ, यता यो रोड हो, यो चाहिँ हाइवे रोड हो। अनि यो चाहिँ फुटपाथ, यता प्राय जसो यस्तै हो फुटपाथ। अब हामी यताको लोकल बजार यानि लोकल एरियातिर छिर्दैछौँ। अब यो लोकल एरिया अहिले बेलुकाको साँझको समय हो। साँझको समयमा हेर्नु यस्तो अलि पानी परेर रोकेको छ। यो एउटा कम्पनी नै हो। हामीले जानुपर्ने ठाउँ चाहिँ अलि अझै भित्र छ। त्यो एरिया हेर्नु होला कस्तो हुन्छ यताको। अब यताको घर पर्खाल नेपाल जस्तै यताको पर्खाल नै हुन्छ। अब हामी 4जना छौँ, सबै मिलेर घुम्न गइरहेछौँ। यही हो। ल है, यहाँको लरी हेर्नु है, यो लरी चक्का गर्नु यसो कति, चक्का कति लामो भयो नि। पाङ्रा चाहिँ ओहो कति धेरै। यो चाहिँ हाम्रो टिपर हो, टिपर। घाम चाहिँ 7 बजेको घाम हो। यो 7 बजेको घाम यस्तो छ। अब खाडी मुलुक भनेको यस्तै हो, 7 बजेको घाम नि यस्तै हो। अब के गर्ने। लगभग आधी घन्टाको हिँडाइपछि हामी यो एरियामा आइपुग्यौँ। अब यो हाम्रो चाइनिज कम्पनी हो पछाडि भएको। अब कुन चाहिँ चाइनिज कम्पनी हो नाम चाहिँ थाहा भएन। अझै हामी अगाडि हेर्न सक्नुहुन्छ। यो अगाडि हेर्न सक्नुहुन्छ, यो प्लास्टिक कम्पनी हो, रबर कम्पनी। अब यसमा प्लास्टिक पिघलाएर अब त्यो प्लास्टिकलाई अब र मेटेरियल बनाएर सप्लाई गर्छ अरू प्लास्टिक कम्पनीहरूमा। यो सब यहाँ सानोतिनो फ्याक्ट्रीहरू नै हो, कम्पनी नै हो। अब हामी चाहिँ मलेसियाको लोकल एरिया भन्नाले अब यही हो, यस्तै हो लोकल एरिया। यो फोर भन्छु, यो प्लास्टिक हेर्नु, यो हाम्रोतिर फालिन्छ, तर यहाँ यो प्लास्टिकको बन्डल बेचेर यसलाई र मेटेरियल बनाइन्छ। अनि यो सब फोरको डब्बा देख्नुहुन्छ, यो फोर चाहिँ भन्न मिल्दैन, यो सब पैसा हो। यो एक किसिमले पैसै हो। अब सदुपयोग गर्न जान्यो भने पैसा जहाँ पनि हुन्छ। त्यो चाहिँ यहाँ मलेसियामा आएर देखे, सिक्न त सिकेको छैन। अब मलेसियाको लोकल बजार यस्तै हुन्छ है। बजार चाहिँ होइन, आज पब्लिक भएर यो सब कम्पनी एरिया हो, बन्द छ, नत्र एरिया त यस्तै हो। ल है, हाम्रो मलेसियाको नेताज्यू, प्रधानमन्त्रीज्यू, तपाईँ त हाम्रो केपी बा भन्दा नि राम्रो काम गर्नुहुन्छ त। यहाँ दैनिक पानी पर्छन्, तर पनि रोडमा पानी एउटा नि देख्दिन। के हो यस्तो? यति राम्ररी काम गर्नु त भएन नि। अनि यो चाहिँ 2 दाजुभाइको घर। आधी झगडा कुरो नमिलेर अब आधी फाँटेछन्। आधीमा अर्कै कलर, आधीमा अर्कै कलर। अनि रोड चाहिँ हेर्नु है, रोड फेरि यो यस्तो। मान्छेहरूले भन्छन् मलेसिया हो, विकसित देश हो, तर यहाँ पनि यस्तो हिलो हुन्छ बाटोमा। अनि हिलो एक साइडमा मात्र होइन, 2 साइडमा हुन्छ हिलो। फेरि यो सब कम्पनी हो, दुवै साइड भएको सब कम्पनी एरिया हो। हामी सर्टकट हान्न लागेको कम्पनी एरिया हुँदै। अब हामी जान चाहिँ कहाँ लागेको, त्यो एउटा सानो मल छ, सेगी मल भन्छौँ, फ्रेस आइटमहरू पाइन्छ त्यहाँ। यहाँ पिपलको बोर्ड देख्न सक्नुहुन्छ, पिपलको बोर्ड। यो आँप हो। यहाँ फेरि यो भत्केको रोड हो, 1.5 वर्ष भइसक्यो यो रोड देखेको। यस जस्ताको तस्तै छ, यो रोड बनाउन सकेका छैन। यो आँप हेर्नु, 12 मास फल्छ यहाँ आँप। कुनै फलिरहेको हुन्छ, कुनै फुलिरहेको हुन्छ भर्खर। 12 मास फल्छ है यहाँको आँप। फेरि त्यस्तो होइन एक सिजन फल्ने अर्को सिजन नफल्ने। यो फेरि अर्को आँपको बोट भयो। केटाहरू चाहिँ हिँडै छ फेरि नन स्टप।
भिडियो कस्तो लागिरहेको छ कृपया कमेन्टमा तपाईहरुले आफ्नो कमेन्ट गरिदिनु होला। भिडियो मन परिरहेको छ भने लाइक गर्नु होला। कुनै गल्ती भएको छ भने के चाहिँ मैले सच्याउनु पर्छ कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। सच्याउनु पर्ने कुरो मेरो कमी कमजोरी, दैनिक भिडियो हाल्न सक्दिनँ, छुट्टी हुँदैन, टाइम मिल्दैन। त्यही भएर भिडियो कहिलेकाहीँ छुट्टी भएको बेलामा बाहिर घुम्न आउँदा भिडियो हालिदिने गर्छु। त्यही भिडियो लाइक र सपोर्ट गरिदिनु होला है। स्यामा हेर्नु, यो घरको वाल जुन ट्रकमा लोड गरेको छ यो सब एउटा घरको सानो वाल है। यो यसरी चट्ट लगेको घरको साइडमा वाल पिलर सब एकचोटिमै फिट हुन्छ। यो ठुल्ठुलो क्रेनहरूले एकैचोटि फिट गर्छ। बनेकै घर भनौँ, त्यो वाल बनेकै हुन्छ पहिल्यैदेखि, पिलर बनेकै हुन्छ, बिम बनेकै हुन्छ, सब एकैचोटि लगेर फिट गरिदिनु हो, बन्यो। ल है केटा हो, हामी जानुपर्ने मार्केट यही हो। यहाँभित्र आइसक्यौँ। अब यहाँभित्र के पाइन्छ भनेर भित्र गएर देखाइदिन्छु, हेर्नु होला। यहाँ हाम्रो म्याक्सरमा पस्ने केटा हो, तिमीहरूलाई फ्रेस आइटम चाहियो भने यो मार्केटमा आऊ। सस्तो अनि फ्रेस चिजहरू यसमा पाइन्छ। यो चाहिँ गेट हो, यसरी खोल्नुपर्छ गेट, खुट्टाले धक्काल्यो भने खोलिन्छ। अनि यो आइटमहरू हेर्नु कति सस्तो सस्तो। यो अब तपाईहरुले चाउमिन देख्न सक्नुहुन्छ 3 रुपैयाँमा। यो फात्सा 3 रुपैयाँमा एउटा प्याकेट। यो केचपहरू यहाँ लगभग होलसेलमा पाइने सम्पूर्ण सामानहरू, ग्रोसरीको सबै सामानहरू यहाँ देख्न सक्नुहुन्छ। तपाईहरुलाई चाहिएमा यहाँ आइदिनु होला, किनिदिनु होला। मार्केट यही हो, यहाँ फ्रेस आइटमहरू भित्र पाइन्छ। अब यता प्याकेटमा भएको आइटमहरू चाहिँ यता पाइन्छ। अब मार्केटको भिडियो खासै नबनाऊ, अब तपाईहरुलाई लोकेसन मात्र देखाउनु थियो, लोकेसन देखिसक्नुभयो। अब यति नै भिडियो हो। ल है साथीहरु, हामी भित्रबाट सामान लिएर बाहिर निस्किसक्यौँ। अब यति भन्दै म आफ्नो भिडियोलाई यहीँ टुङ्ग्याउन चाहन्छु। भिडियो हेरेर लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। मन परेमा आफ्नो सुझाव कमेन्ट बक्समा लेखिदिनु होला। मैले कमी कमजोरी मेरो कमेन्टमा लेखिदिनु होला। जय नेपाल।